सो हाई गाइज वेलकम ब्याक टु माई ब्लग। अब बिहान भइसक्यो। अब चाहिँ यसो मुखसुख धोएर होइन मुखसुख धोएर अब पढ्न बस्छु म। अनि खतरा खतरा क्लिपहरू हालिदिन्छु। मलाई सोच रञ्जन बुढो वाडी छैन गाइज। उता हाम्रो एउटा भाइ पढिरह अहिले। बिहानको घाम उदाउन पाएन हाम्रो भाइ पढिरह। बहुत ज्यानदार विद्यार्थी हो। के पढिरह भाइ? कम्प्युटर कति ल्याउँछौ एसएलसीमा? सरी एसईमा यता लिएर आउँछ। कटेड रेड ह्यान्डेड गो गेट आउट अफ हियर। द भ्लगरले मात्र पाउँछ कि यताउताले होइन। एनिस हाम्रो के हो रे युट्युब च्यानल? एनी साइडुलाई सब्सक्राइब गर्नु होला। कसम कति बजे खा टाइम कहाँ हेर्ने? ल्यापटप उता कति बजिसक्यो? खाना खाएन, यो सुतिरह भतुवा खारी। मैले सक्का खाएन कि एउटा खायो मैले। बिस्कुट त अहिले बिहान दुईवटा खाएँ होइन। अनि बिस्कुट खायो। लामो एउटा बिस्कुट र चाउचाउ मात्र थिएन त, सब खाइदियो भने साह्रो ब्लाउज यार। ल लि भिडियो बनामा एसएमआर दिन्छु। एसएमआर यस्तै छ जिन्दगी होस्टेलमा। लन्डले लिएर आएको चिया दरबार एडिक्ट। दिनमा 25 चोटि चाहिँ चिया दरबार जान पाए हुन्थ्यो भन्दै बस्थ्यो यो मान्छेले। एउटा भोलिमेट्रिक एनालाइसिस भएर रिभिजन हानेर बसिसक्यो। मैले त जमाना पनि भ्यायो, आज त रिभिजन हानेर गफाडी गाइस। गफाडी सुतिरह गफाडी 4 बजीसम्म पढ्छु रातभर। ब्लगमा चाहिँ पिदिन खोजिरहेको हेर्नु गाइस। असभ्य मान्छे एक नम्बरको शब्द विषय मुख छाडे लौ मेरो के बजिरहेको थियो एयरपोर्टमा बन्द गरेर आइज त जा एक हटाउने एयरपोर्ट काम गर्दा। छ्याउलाइरह। अब हाम्रो वार्डेनले म यस्तो चेताइदिन्छु। कस्तो आउनु कस्तो हजुरले आउनु होला। बी ग्रेड माधव दिउँसोभरि मैले केमिस्ट्री पढेको कति मेहनतले। मान्छेको पानीको पसिना आउँछ, मेरो रगतको निक्ले थियो। आज किन आउनु भएन सर? आज पानी परेको भन्दैमा ट्युसनै नआइदिनु। भन्नु न, पानी पऱ्यो भन्दैमा ट्युसन रेनकोट छैन मसँग नम्बर दिनु। रेनकोट म आइफोन हो यो गरिब। त साथीभाइहरू हामी गइराखौँ अब खाना खानको लागि। अब खतरा आज आन्टीले के बनाउनु भएको भनेर हेर्छौँ। यो चाहिँ अलि मेरो जिम इक्विपमेन्ट्स हो। बडी फ्लेक्स अलि हान्ने बानी होइन। वान ह्यान्ड चलिरहेको। अनि यो चाहिँ मेरो प्रोटिन पाउडर हो होइन। यो खानु बवाल हुन्छ। यो प्रोटिन पाउडर मैले लिएर आएको। खतरा फ्लेभर नि खतरा बवाल हुन्छ यो चाहिँ।
ऊ त्यहाँ हाम्रो केटाहरू खान ल ल ल आज केटा हो खानामा के पऱ्यो यहाँ खाइ त भ्लगमा आउँछ अब ओहो मासु अलि मासु बनाएर हिँड्छ गाइज आन्टी हेलो हेलो गरिदिनु भ्लगमा हेलो गरिदिनु न लास्ट किन के भन्नु न लाइक सेयर सब्सक्राइब गरिदिनु भन्नु त इन्टरभ्यू लिउँ है त केटाहरूलाई भात र तरकारी कस्तो छ भनेर यी दुईवटा भडवाहरू धेरै आइसक्यो भ्लगमा आज नयाँ मान्छे धन्न भ्लग भइसक्यो आज भाइ भात कस्तो छ त्यही त भाइले भन्छ 17,000 को भात ल्याम्मै 17,000 यतिको चाहिँ 50 करोड 17,000 को भात यो भाइ चाहिँ वान पिस हो कि त्यो भाइ तिमीलाई कस्तो लागिरहेको छ होस्टेलको खाना यस्तो चुदिया जस्तो खाना फर रियल घरबाट हामी घुम्नु गयौँ रे के अनि तिमी जाँदा जाँदा एकदम खुसी छौ रे होइन अनि मम्मी बाबाले जाँदा तिमी घुम्न गएको छौ भने फोन गर्नु भयो भने तिमीले के भन्छौ के भन्ने हो भन अब त्यता हेलो बाबा म ट्रिपमा छु के जित्यो थाहा होला नि होइन प्रचण्डको कुन स्किलले गर्दा त्यहाँ जित्यो यो पालि कुन स्किल ये सब